मैले लगाइदिन्न अरे अघि त मामाको भान्जालाई कसले टिका लगाइदिने रहेछ कुन्नी म त लगाइदिन्न अरे हाम्री स्याहारीले मामाको भान्जालाई मैले तिहारै मनाइदिन्न हो तिहार बनाइदिनु अरे तिहार नमनाइदिनु स्याहारी लगाऊ दादालाई तेल लगाइदेऊ कालो कपाल गरिदेऊ ऊ त कचौराको तेल ल्याएर आऊ ल हल्का बस न ल छिटो कालो कपाल गरिदेऊ दादालाई ट्याक्क कालो कपाल गरिदिने कपाल कोरिदिने हो आजकल जाऊ रिसाइसक्यो किन रिसाएको ज्यानो आऊ छिटो आऊ स्याहारीको अलग्गै खा सबै चिज मलाई 1500 कि 1500 भन्छ उहाँ कसो गरेको मेरो भागमा त 1500 छ अलिक गरेर राख्नुपर्छ अलिकति उता सारेको त थियो ऊ खै कहाँ दया कहाँ गयो त नि खै दया कचौराको ल दादा त्यो तिम्रो त्यो अलग्गै छ उहाँ सानीको लागि र भाइको लागि दादाको र तिम्रो अलग्गै छ उहाँ गएर यो ममुको त्यो सानीको ढिलो भयो त खै भाउजू खै बस्दा त ढिलो भयो गरिदियो कि अहिले लगाइदिनु पग्लाखेरि दादालाई कालो कपाल गरिदेऊ यस्तो गरिदेऊ ल दादालाई नुहाइ बुढी नुहाइ गरिदेऊ ल के गरिदियो गिलो गाडी पिछा हालौँ न त्यति साह्रो गिलो पनि भयो सबै सुत्छ कि भनेर काट्नु पर्ने तिम्रो लगाउनु सुरु गराउँछौ त लगाइदिए सानो त्यो त माथि कता कपाल यस्तो तान्छ निचो तान्न गर्दाखेरि माथिबाट सुरु गरिदिएर के लानु त्यो त त्यही हो के दया यसमा त बट हाल्नु यसमा रातो होइन के रातो क्या थिएँ है कस्तो त्यो टिकामा रातै हालेर हिँड्छ त है यही दुईटालाई त हो त्यस्तै हामी धेरै लाउनु अब यो भान्जीले लाउने त्यतिकै गरे रुमाल ल्याइन कि मैले पुस्ने बाबु टाउको हात नराउ है छ सरले पुस्दिन्छु अब यहाँ टिका लाउनु लगाएको बेला दिन्छु र केही गर्दिनँ अब भाइ त मम्मी त
पनि खाना मम्मी ओइ हे तिम्रो हो के त तिम्रो आगो त थालमा हात छुट्टै तिम्रो दादाको ल क्या दामी भयो हजुर सानोले दादालाई मलाई लगाइदिने है छोरी अन्त त्यो पनि साह्रै राम्रो हो पुलाउन पाइने किन्न जत्ते त्यसरी बुझिन्छ त्यो है कस्तो राम्रो भयो सानो माला लगाइदियो दादालाई माला लगाएर दादा पहिला कुवा हाउसको माला त दुईटा दादालाई लगाइदिने है कुर्सी छन् दुइटै बस्यो नि हुन्छ क्या नवी गाडी लगाइदिउ न सानी अर्को पानी माला लाएर यस्तो उनेको उँधो लाएर हात लाउँदा त नखराइ थियो के हेरेको नगर मात्रै हो यहाँ उनेको उँधो पार्ने बहिनी जस्तो लाग्छ त्यतै हेर्ने त्यसरी हो नि तिमीलाई के दिनु दिनु सुरत उसलाई पनि त्यसलाई कोक्ला लिएर कताको मम्मी आइदिनु सम्झनी सासु मम्मी माइत त कागज हुन्छ नि के कुरा आइदिनु चिको लास्ट खतानी चिको त एक फुपोर लगाइदियो नि यति हो र चिको त फुपोर लगाइदिहाल्छ नि भन भाइ हो यो सानो मल लगाइदेन मामालाई सानो भक्कै हल्लाइदिँदै यहाँ बिग्रियो क्या लाग्यो कान्छो त टिका लाउनु गएछ अनुगात्र कता टिको लाउनु हुन्न रे हामी त हुन्न भएन अब गोटी बाबिचमा भएन अनि उसका चाहिँ मधुका गइसक्यो कान्छी सधैँ लगाइराखेर टिको यसो मलाई दिन्छ बिग्रिन्छ बर्बाद भयो पछि गएर जाला नि अब यता पानी तल लाग्दै थियो कम्पनीका भाइहरू हो न आज के हैछ भाइहरू माने भाइहरू छ कमाइदेऊ त हामी त्यहाँ कमाइदेऊ न हो त्यही हात जान्छ त्यही तिम्रो मेरो
पर्छ र भनेको कोही कस्तो यो पनि दुःख गर्छ केटाकेटी लागेर यस्तो यहाँ कोप्दो रहेछ कि यसले त कोप्छ सिक्नु खोजेको नि त्यस्तो लामो मेरो स्याङलाई लगाइदिनु अब आउँछ तिका मेरो यसलाई पछाडि आऊ शान्ति गराउन आऊ स्याङलाई तिका लगाइदिनु आइदा मलाई दिनु। ल दादाले तिका लगाइदिनु ल राम्रो टिका कति राम्रो लगाइदिनु ल यो टिका ल दादाले कति राम्रो टिका लगाइदिएर दिनु टिका पैसा दिनिरहेको दादा ए टिका लगाएर पैसा दिनु गर्नु बहिनीलाई पढाइदिएर खुट्टा ढोका जस्तो नि मालासाला लगाइदिएछु बहिनीले त्यही त नि ल लगाइदिनु। बहिनीलाई टिका लगाएर हो बल्ल त्यति हल्का चप्पल लाउन गएर ल हेर लडिन्छ कान्छी अब लडिन्छ है मेरो स्याङ ल ता चिन्ता फिरान न त। आऊ सेली आऊ टिका लाउन आऊ बाबाले आफ्ना छोरीले कतारलाई आमाले मेरो छोरी है बटारेर कहाँ कहाँ त्यो बाबा हेर्नु बाबालाई हेलो बाबा भन्नु सबभन्दा राम्रो त अझ भिस्किएको भयो अगाडि त क्या त मैले गाने आउनु भाउजू बस्नु है बस्नु लाग्यो नि हुन्छ अब बहिनी आउनु सानो लाउनु दादा टिका दिन्छन् ए त्यहाँ भिडियो खिचाउँदै गइकिन अब अब यो छौका त भिडियो खिचेर सानो नछो बिगा यो किन यस्तै हुन्छ टिका हा भिडियो खिच्न लाग्यो यहाँ जान्छ माथि नछुनु है भइरह चर्च भइरहेछ मेरो पायो है आएको अब के छ त्यसै चल्छ होला है त मम्मीले तोरिनै परेर हो त्यहाँ बाबु अब यो टिका आउने कति टिका आउनु सानो अब टिकी लाउने यस्तो मामाको जस्तो आऊ बमी आउनु भन्दा चाहिँ हजुर लायो नि तपाईँहरूको साथी हो सबैको रातो त लाउँछ नि माथि राति रातो अन्त सेतो के हो रातोपछि मिलाउला हरियोलाई हरियो त्यसपछि त्यसपछि परालो अनि कपाल मिलाउनु अलि रातो थियो बनी किन्दी गरा सामर्थ्य लाग्छ मम्मी मलाई राख्छ हेलो
खै फोटो खिच्ने मान्छे छैन न्याटीको लागि त छोड्दैको उतापट्टि भिडियो कल देखेनस् उता देखेनस् भिडियो कल ओ भिडियो कल हाल्नु हेर माइजूलाई कति राम्रो गराइदिए अब मैले तिमी बस ल अब ए मेरी छोरी ल आऊ बस यहाँ बस त अब त्यो बहिनीलाई लाउनु थियो बहिनी रिसाएर मेरी सानो हो तेरो बजेर भिडियो लाउनु हो लाउनु हो अरु कुन चिज राम्रो लाग्छ है मेरो हात पटेका दिनमा कडक खाल चिज लिएर आने लगेर ला त दुई चारवटा फोटो खिच के उ बनाउँ भने छैन मिलेको कस्तो सबैजना जागा आउने यो राजिनु फोटो राम्रो आहा अहिले हेर्नुपर्छ मनुको हात चाहिँ हुन्छ लु हेरे नि भित्र सानो भाइ टिका लगाइदिनु लाग्छ उता टिका राख्नु, राम्रो सिधाबाट। लगाएको छ होइन सिधाबाट हेर्दा कति सबभन्दा राम्रो त हाम्रो सियानीको हुने भयो क्या यहाँ सबभन्दा राम्रो त यहाँ सियानीको पो हुने भयो यहाँ कुरो बुझ्दा त नाकको पुगिदिन्छु क्या म छोड न अहिले यो कलर के यो कलर चाहिँ दिलोमा जाउँ हेर्नु भाइ तिम्रो कुन चाहिँ चित्त जुत्ता बुझ्ने खिच्दैौ न एकैचोटि भाइ तिमीले पनि हामी त्यो यस्तो मान्छे आज कस्तो यो जुत्ता होइन तिम्रो गएर सिधाएर अब उयो त दुई नम्बरको जुत्ता साइज होला नि नम्बरको 13 14 साबु 13 14 जुत्ताको सँगसँगै खोइ यता मोमो त्यो दिएली उ पिछाडी हा जरा त्यो खिच्दा राम्रो खिचेको छ टक्क बनाएको छ अलि सेन्टर उता फोटो खिच्नलाई हेरेर खिच्नु पर्यो क्या सबैजनाले खै त छोरी यता खान्छ टक्क हेर्नु पर्यो है मलाई त हेर्नु है भन्छ ठिकै लाएर भ्या खाइन निकै अलि खिचाउन फेरि खिच न हो भाइ यो खिच ल ल ल ल बाबुला बाबुलाई बहिनीलाई मलाई लाग्यो के लगाइदियो पहिला यता खर्का ल यता खर्का यार मनाइन दिन न बाबुलाई मामाको छोरीलाई त म त तिहारै मनाइदिनु हाय हाय नामको छोरो अरे ल यो पनि लगाइदियो भान्जालाई अनि कहाँको के को छोरो हो नि त होइन त भान्जा हुनु गरेको ल मलाई यस्तै राम्रो उता फर्क भान्जीले ल यसरी हेर कान्छी उता फर्की ल अब मलाई ठिकै लगाइदिए छैनन् फोटो खिच्दाको आत्तरी छ यहाँ खैतीको लगाइदिन्छ नि त्यही त ल एकैछिन सकिन्छ पाँच मिनट बस्न न के आइ सबभन्दा राम्रो त मेरो स्टाइल भयो नि चिसो नै रहन्छ है चिसो चिसो छ त के अब आइ खान्छ चिसो कहिले हालेको कान्छी उमा राख्नु अरे के अरे रेलीमा हो कि हालेर उमा हिँड्छ नि राख्नु हो जति दुईटा थियो यति छ अहिले रेलीमा राख्नु अरे चिसो भयो अहिले बेला बेला आएर हेरेर हामी हालेर हिँड्छ ल दादालाई देऊ दादालाई बाबु नानीलाई पैसा दिएर खुट्टा ढोकर बहिनीको बिस्तारै टिका नपुग्ने तरिकाले पैसा दे पैसा त दिनु 5 रुपैयाँ दे रुको यहाँ ठ्याक्कै देऊ दे 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 बहिनीलाई दे न त्यो उजाली गरेर ढोका नि त्यो राम्रो दादा यो ज्यानीलाई त गोली धेरै बल्झी रहेछ मन पनि आज आउँछ हान्छस् मनको ल लुगा बुढा मिठी दादा दादा मनको लुगाले मिलाएर राखिदिनु पर्छ नि आज कपडा लानु हुन्छ खैतै मामा खाउ परेर खिचे हा अब चिया गरे ठिकै हा तपाईँको लुगा भने मामा